हेलो ब्लग, वेलकम टू माई गाइज। हामी चाहिँ यहाँ टक्क लाएर मुगलिमको जाममा अड्केको होइन। अहिलेसम्म गरेर टक्क लाएर 4.5 घन्टा कटेर 5 घन्टा हुन लाग्यो। यहाँ जाम दिउँसो 1 बजेदेखितिरबाट हो यार। अहिले यहाँ 6 बज्न लागिसक्यो, जामै खुल्दैन। त्यही त यस्तै छ होइन। काठमाडौँबाट फर्केको राम्रै दुःख पाइयो। झन् भोलि फ्रेस भएर कलेज जाने भनेको कलेज पनि जान पाउन्न कि जस्तो लागिरहेको। जो साली बजारतिरै जाम परेछ कि अलि केही पनि नपाउने ठाउँतिर भएको त भोक लागेर मर्थ्यो अघि नै। पानी नपाउने उनी खाजा नपाउने ठाउँमा भएको है। कस्तो टक्क बजारतिर रहेछ होइन। ठिकै भयो जे होस्। हामीभन्दा पछाडि झन् डेन्जर धेरै छ गाडी। हामी चाहिँ त्यो साली अगाडि नै छौँ। जाम खुल्यो भने चाहिँ अब ठिक हुन्थ्यो। हामी चाहिँ नि यहाँ एकदम धेरै बेर भइसक्यो होइन जाममा परेको। त्यही भएर चाहिँ नि मलाई चाहिँ नि अब आज घर पुग्छ कि पुग्दैन जस्तो लागिसक्यो। आज यहाँको दाइहरूले त खै कुकुरले त आज अब घर पुग्दैन, पुग्यो भने 11-12 बजे हो भन्थ्यो। जाम खुल्ला जस्तो त केही सिनै छैन कि। जाम खुल्ला जस्तो सिनै छैन होइन। अलिअलि बाइकको मान्छेहरू चाहिँ आउनु जाने भइरह। त्यही पनि हिँड्नै देखेन भन्थ्यो कि बाइकहरूलाई पनि खस्दै फर्केको कि हो। अब काठमाडौँतिरै फर्केको होला। यताको साइड यताबाट आउनेहरूलाई चाहिँ जान दिइरहेछ होइन अलिअलि। तर खै यता जानेहरूलाई चाहिँ किन जान नदिएको हो। अब यतै बस्नु पऱ्यो भने त झ्याउ हुन्छ यार। होटेलहरू त रहेछ अलिअलि। साथीहरू होइन, हामी चाहिँ आज मुगलिनकै जाममा पऱ्यौँ भनौँ। अनि अहिले रातिको 1 बजिरहेछ। त्यही हो, अब जहाँ ठाउँ पाउँछ त्यहीँ बस्नु त भने अब यही भट्टी जस्तो छ। यहीँ बसेर अब यही अब रात कटाउने हो। अब यस्तो छ लाइफमा, सबै कुरा एक्सपिरियन्स गर्नु पर्दो रहेछ होइन। सो गाइज अझै हामी त्यो मुगलिनको जाम नखुलेर हामी चाहिँ अब हिँडेर जान लाग्यो। खै कहाँसम्म हुन्छ अब जाम त यही आमा वहाँ होइन। जाम यहाँसँग रहेछ। ल म त हामी अगाडि होला भनेको त। अन्त नि यत्रो लामो रहेछ जाम होइन। अब यो सबजना यहाँबाट हिँडेर जान्लाम। यो बाटो पनि फेरि त्यस्तै पहिरो गएको रहेछ। हेलो गाइज, वेलकम टु माई न्यू भ्लग। अनि यो भ्लग चाहिँ नि होइन स्टार्टिङ नै अलिक कस्तो भयो जस्तो लाग्यो होला तपाईँहरूलाई। यो भ्लग चाहिँ नि के हो भन्दाखेरि हामी चाहिँ नि मुगलिनको जाममा थियौँ होइन। हामी चाहिँ नि मुगलिनको जाममा थियौँ होइन। हामी त्यो जाममा लगभग 1 बजे हिजो दिउँसोको 1 बजेतिर पुगेको। अनि अहिले चाहिँ यस्तै बिहानको 8 बजिरहेछ होइन। तपाईँहरूले नै अनुमान गर्न सक्नुहुन्छ होला हामी कति घन्टा जाममा बस्यो भनेर। अनि यो जाम चाहिँ नि अझै पनि खुलेको छैन कि। अनि मेरो चाहिँ हातमा यहाँ एउटा ब्याग छ। यहाँ पछाडि एउटा ब्याग बोकिरहेको छु होइन। एउटा सानो ब्याग छ। दिदीहरू हुनुहुन्छ पछाडि। एकदम गाह्रो के कसम भनेको। यो मुगलिनको बाटो कहिले नसुध्रिने भयो। अब त्यो हरेक वर्ष यस्तो हुने हो भन्ने त भने बाटै नबनाइने हुन्थ्यो नि। बरु मान्छेहरू हिँड्दैन। अब मिनिस्टरहरू त अनि बाई इयर गइदिन्छ होइन। अनि नर्मल हामी जस्तो मान्छेहरू चाहिँ अनि कसरी जाने के। आफ्नो घर त पुग्नु छ नि त सबैलाई। हिँड्दै गयो त्यही भएर यस्तो बाटो नि फेरि राम्रो नि नरहेछ क्या। हिँड्न त केही जस्तो हुन्थेन। अझै कति घन्टा हिँड्नु पर्ने हो। एउटा दाइ हुनुहुन्थ्यो ट्याक्कै हाम्रो सिटको साइडमा। त्यो दाइले चाहिँ नि चिन्नु हुँदो रहेछ कि बाटो। त्यो दाइले जाम भाइ हिँड्दै भन्नुभयो मलाई नि। अरूहरू हाम्रो त्यो हाइएसको प्यासेन्जरहरूलाई नि जाम हिँड्दै जाम
अब यो जाम त खुल्ला जस्तो होइन, हिँड्दै गयो भने बरु जाम कट्यो भने अरू लोकल बसहरू म्याजिकहरू पाउँछ कि भनेर हामी चाहिँ अब हिँड्दै जाँदैछौँ। दिदी त वहाँ रहेछ, कति बेला आउने हिँड्नै सक्दैन फेरि, के गाह्रो यस्तो सबलाई गाह्रो हो भनेको के गर्नु, अब घर जानै पर्यो होइन, बाटै खुल्दै छैन, पहिरो खसी हो, देशको स्थिति यस्तै हो। हुन त अब म त सानी हो होइन, म देशको बारेमा बोलेको अब मलाई खासै नलेज पनि छैन, मैले देशको बारेमा बोलेको अलिक सुहाउँदा पनि सुहाउँदैन होइन, तर पनि के अब मेरो उमेर अनुसार मैले जति बुझेछु नि, छैन यहाँ बसेर चाहिँ ठिक छैन। यस्तो नि हुन्छ यार, छ्या बाहिर यार अरू देशहरूमा नि के कुरा गर्ने के, इन्डियामा जो कम्पिटेटिभ भन पहिल्यैदेखि नाम चलेको अब इन्डिया नेपाल त्यस्तै त हो। अब इन्डियामा यार रातारात बाटो बनेर बिहान गाडी कुद्न थालिसक्यो, यी छिमेकी देशको स्थिति यस्तो है। मजाले हामी हिँडेको 15-20 मिनट भइसक्यो होला होइन, हामी हिँडेको 15-20 मिनट भइसक्यो होला। यहाँसम्म रहेछ कि जाम, ऊ त्यहाँ रहेछ क्या पहिरो खसेको चाहिँ, त्यस्तै लाग्यो मलाई हेर्दाखेरि। पुरै यो ब्यागको डोरीले फेरि पुरै हात खाइसक्यो भनेको। बाटो फेरि यस्तो भयो ढुङ्गा यत्तिको भइदिएको हो भने कस्तो आनन्द हुन्थ्यो कि, कसम भनेको। त्यो मान्छेहरू यार अमेरिका अस्ट्रेलियाकै त्यो जङ्गलको बाटो इलिगल त्यो स्टाइलमा भाग्यो भन्दा नि बढी भइसक्यो। हाम्रो ग्रुपहरू कहाँ पुगिसक्यो, अब दिदी हिँड्नै सक्दैन फेरि, अब कुर्दा अगाडिको मान्छेहरू कहाँ पुगिसक्यो, बाटो साटो थाहा छैन, झन् यता नउता भएन अर्को आपत हुन्छ। यस्तो छ है बिचरा है, आफ्नो बच्चा नि लिएर हिँड्नै पऱ्यो, यस्तो हुन्छ भनेर कसले सोचेको थियो र। ओभर झ्याउलाइसक्यो कि मलाई त। सो गाइज हाम्रो त्यही हो एचिभमेन्ट चाहिँ अहिलेको, यो हिजोको एचिभमेन्ट चाहिँ त्यही हो। यता चाहिँ बरु राम्रो झरना रहेछ, चिल टाइपको होइन, तर हामी चिल हान्न आएको होइन गाइज होइन, हामी घर जान आएको हो। हामी अब घर जान्छौँ चुप लाएर हिँडेर। अङ्कल अझै कति हिँड्नु पर्छ? 1 घन्टा 1 घन्टा अरे ए। तर त्यो अङ्कल चाहिँ झ्यापमा जस्तो छ यार म हेर्दा। ए आमा कोक लिएर आउनु पर्ने, कोक लिएर आउनु पर्दो रहेछ। मुख धुने होइन क्या, त नि त्यही त हल्का इनर्जी आउँछ नि त त्यो हो नि गुलियोले। ऊ त्यहाँ आम्मा के भन्छ अरे नेपालको स्वर्ण पदक भन्छ कि के भन्छ त्यसलाई? घरको मान्छेहरू नि सब आत्तिसक्यो क्या हिजोदेखि होइन। हिजो हामी जाममा परेदेखि
घरबाट बाबा मम्मी बजे अरूको लगभग 100 चोटि बढी गलाइसक्यो होला कि बिचरा सब हात्ते के गर्नु यस्तै छ होइन कसम भनेको यार देख्नेहरूले के नर्मल लाग्यो होला कि होइन यस्तो के गरेर जाम हिँडेको त हो त्यो जाम गरेर भन्ने जस्तो भइरहेको होला होइन तर त्यस्तो छैन क्या दिउँसो 1 बजे आएको होइन खुल्छ कि भन्दा रात पर्यो रात पर्दा बिहान भइसक्यो खुल्दैन रातभरि सुतेको नि छैन म त फेरि दिदीहरू सुतेपछि फेरि यसो उठेर हेर्नै पर्यो फोन चार्ज गऱ्यो अब भरे फेरि होइन घरमा इन्फर्म त गरेर राख्नु पर्यो नि यहाँ पुग्यो यस्तो भइरहेछ भनेर फोन चार्ज गरेँ होइन पावर ब्याङ्क चार्ज गरेँ त्यहाँबाट होटेलमा त्यो चार्ज पनि अब फुल चार्ज त गर्न पाउनु त्यस्तै हो अब सबै अब आफ्नो गर्न खोज्छ होइन अब लोकल होटेलहरूमा अब आफू मात्र हिरो भएर बस्नु मिल्दैन अरूहरू पनि गर्छ यहाँसम्म जाम रहेछ होइन अब चाहिँ म ट्राभल गर्ने बेलामा होइन स्कुल ब्याग बोकेर ट्राभल गर्छु मैले बुझेको कुरा चाहिँ यस्तो ब्यागले तेल लाएर सुत्नु पर्ने बनाइदिन्छ यार स्कुल ब्याग हेरेर हिँड्ने अब त जति टाढा गयो नि मान्छेहरू त आमा झन् थप्पै भयो सो यहाँको सिनारीको चाहिँ नि यस्तो रहेछ होइन यो हटेर भ्याउने त्यस्तै रहेछ हिँडेको ठिकै भएछ एभ्रिथिङ वाज नर्मल होइन अनि यो सिन देखेको मैले अरू पुग्यो हो भनेको उहाँ आम्मामा ए पागल भइहाल्छ नि यार मान्छे यहाँ नि पहिरो खस्छ भन्छ त यार पहिरो खस्छ यहाँ नबस्नु भन्छ त हैट जिन्दगी यहाँ पहिलोचोटि राम्रै एक्सपिरियन्स भयो है जुत्ता चाहिँ जस्तो भनेको जुत्ताको माया लाग्यो यार यस्तो हो यार भिड आम्मा आउँदै दिदी नि वहाँ माथि बाहुबलीको पर्वत चढ्न लगाएर भनेको चितवन त के हो हाइटमा रहेछ त यार हामी चाहिँ हिँडेको 1 घन्टा बढी भयो अब खै निस्केला जस्तो लाग्यो अरे उताबाट आएको मान्छेहरूलाई सोधेको कसैले 1 घन्टा लाग्छ अझै भन्छ कसैले 40 मिनट लाग्छ अझै भन्छ अब हामी हिँड्दैछौँ कहिले पुग्छौँ बिचरा यो त झन् खाएको नि होइन सुतेको पनि छैन म त मस्त सुतेर खाएर आएको खा भनेको पनि मान्दैन हालत खराब जुगा नटासे हुन्थ्यो के अरे बाटो त फेरि धन्न अलिअलि ओह्रालो आहा अहिले ऊ बिचरा त्यहाँ गाडीहरू कस्तो फसे ह कति खाने अङ्कल अब आधा घन्टा 1 घन्टामा ल सिमसिम पानी नि पर्न सुरु भयो यसकै कमी थियो ऊ पहिरो त्यहाँ गएर रहेछ एउटा यस्तो भएछ अनि उताको गाडी उता त धेरै गाडी नरहेछ उताको गाडीहरू त फर्कियो होला नि त्यो बिचमा गाह्रो भयो त्यहाँ राख्ने एउटा धारण
बाटो त अब पो सुरु भयो त ए एकैछिन होला उकालो त्यसो जस्तो समय होला खुट्टा चिप्यो भने म फेरि मुलिङको जाममा पुग्छु नि फेरि आहा म चाहिँ अब हेर लडेँ गाइज अब के गर्ने त भन्नुपर्छ अहिले फेरि ए खुट्टा चिप्लिराख्यो यो भिडियो देख्यो भने त मलाई त ब्रिटिस आर्मीमा लिन्छ होला यार यहाँले हिँडेको 2 घन्टापछि झलुङ्गे पुल आयो के हो कोही नि आएन त झलुङ्गे पुलको लाइन के हो यस्तो खोइ हामीसँग आएको दाइ खोइ त उतै होला के एमा पुल त भत्केछ क्या हो त पुलमा कोही नि हिँडेन नि त लाइन त पुल चढ्ने लाइन देखेर म तर्सेँ यत्रो मान्छे आएछ बिचरा त्यहाँ फसेको हिजो वहीँ सुतेर आएको हामी साथीहरू यहाँ टक्क पुल तर्ने लाइन डेन्जर भयो होइन यो चाहिँ 17 किलो रहेछ अस्ति म एकचोटि आधी बिदामा झर्नाको लागि यहाँ डेन्जर लामो भइसक्यो पुल तर्ने लाइन साथीहरू हामी चाहिँ बल्ल बल्ल पुग्न लाग्यो भन्न त्यहाँ चाहिँ बस कुदिरहेको छ टक्क लाएर अब चाहिँ घर पुगिन्छ कि भन्ने आश छ होइन टक्क लाएर अब आज चाहिँ राम्रै दुःख पाइयो होइन यो मेरो यो कन्दा चाहिँ यो तोरीको तेल लाएर पनि ठिक नहुने जस्तो भइसक्यो साथीहरू म चाहिँ कस्तो रमाइसकेको थिएँ अब टक्क घर जाने पाला आउनु लाग्यो भनेर लाइन त यता पो रहेछ त अझै आमामामा यता ट्रेलर रहेछ यता फिल्म रहेछ बरु सेम नगाइदेऊ न फेरि कपिराइट लाग्ला यस्तो हुँदै हुन्न है रोक्नुपर्छ है हान्यो मार्यो कन्डिसन भइरह किनकि हामी यताबाट यत्रो लाइन बसेको त उता सर्टकटबाट पो आइदिएछ मान्छे माथिबाट त्यहाँबाट पस्दैछ नि त्यही भएर यहाँको मान्छेहरूले चाहिँ विरोध गरिरहेछौँ साथीहरू ल फाइनल्ली म चाहिँ झुलुङ्गे पुल पुगेँ होइन एकदम लामो 2 घन्टाको कुराइपछि होइन यो झुलुङ्गे पुल चाहिँ एकदमै सानो डर लाग्दो रहेछ यार डेन्जर हल्लियो डर लाग्यो मलाई त साथीहरू यार त्यो अगाडिको सब छिर्दिएर इक्जाम भन्यो ब्याग स्याग छैन छिर्दै हो त्यो के गर्ने अब यस्तै अब घर जान्छु अब म खुसी भयो भने घर जान पाएर जति बेर पुगेँ नि साथीहरू होइन हामी चाहिँ यहाँ शहीद चोकमा छौँ अहिले त्यहाँ त्यो पुल तरेपछि चाहिँ नि हामी अटोमा आयौँ होइन त्यहाँदेखि पुलचोकसम्म अटोमा आयौँ अनि पुलचोकबाट यहाँ शहीद चोकसम्म फेरि हिँड्दै आयौँ
अनि अहिले चाहिँ यहाँ भेटघाटमा बसेर चाहिँ नि अनि हामी अहिले खाना खान लाग्यो। अब के भन्छ अब आज फेरि हामी ट्याक्क आएको 9 दिन भएर रहेछ, घर जान नमिल्ने हामी त्यही भएर। सो हाम्रो खाना चाहिँ नि आइसक्यो होइन, अब चाहिँ हामी खाना खान्छौँ अनि त्यसपछि लाग्छौँ घरतिर। म चाहिँ नि हिजो घर आइपुगेँ होइन, अनि हिजो घर आएर चाहिँ नि बसेँ, आनन्द भयो घर आएपछि चाहिँ नि होइन। अनि त्यसपछि मैले चाहिँ नि के भन्न लागेको भन्दाखेरि मैले चाहिँ त्यहाँ मेन्सन गर्न बिर्सेँ होइन भिडियोको सुरुमा। हामी चाहिँ त्यहाँ राति बस्ने बेलामा चाहिँ त्यो अरू लाइक धेरै होटेलहरू चाहिँ बन्द थियो होइन, धेरै होटेलहरू बन्द थियो। अब कुनै कुनै खुल्ला भए पनि त्यहीँ अब बस्ने खानेहरूलाई मात्र खुल्ला थियो क्या, अरूलाई चाहिँ खुल्ला थिएन खासै। अनि त्यसपछि हामीलाई त्यहाँ बस्न दिनुभएको चाहिँ नि एउटा अङ्कल हुनुहुन्थ्यो कि, त्यो अङ्कलहरू चाहिँ नि मारवाडी हुनुहुन्थ्यो क्या होइन। त्यसपछि त्यो मारवाडी शाकाहारी भोजनालय यस्तै के थियो हो, त्यो होटेलको अङ्कललाई चाहिँ नि एकदम धन्यवाद। अनि हामीलाई अब जे होस् त्यस्तो आपतकालीन बेलामा चाहिँ नि बस्न दिनुभयो। अनि त्यही हो, अब हिजो 17 घन्टा जाम बस्यो, 5 घन्टा हिँडेर त्यसपछि त्यो जुलुङ्गे पुल तरेर अटोमा घरसम्म आएर जे होस् नयाँ एक्सपिरियन्स भयो होइन। अब ज्यान दुखिरह अलिअलि, अब त्यो आफ्नो ठाउँमा छ, तर जे होस् अब यो त अब लाइफ टाइमको लागि मेमोरी भयो एउटा। सो यो भ्लग चाहिँ नि यहीँसम्म थियो। अनि यो भ्लगको चाहिँ नि यो एन्डिङ पार्ट हो होइन। अनि खासमा चाहिँ नि हामी पोखरा गएको थियो, पोखरा काठमाडौँ कता कता गएको थियो। अनि खासमा चाहिँ नि त्यो भ्लग सुरुमा आउनु पर्ने, तर त्यस्तै अब भयो। अब यो मुगलिनको चाहिँ नि अब अहिलेको यस्तो भएको कारणले चाहिँ नि अब यस्तो छ है भनेर चाहिँ नि अब भ्लगमा सुरुमा हालिदिएँ। अब यो पछि नै पोखराहरूको भ्लग आउँछ। होप यु लाइक द भिडियो।